हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज हाम्रो ब्लग चाहिँ चितलाङको हामी चाहिँ अब ब्लग चाहिँ यहाँ चार्जिङ स्टेसनबाट सुरु हुन्छ। हामी चाहिँ हेभी चार्ज गर्दैछौँ, त्यही भएर त्यहीँबाट हाम्रो ब्लग चाहिँ चितलाङको सुरु हुँदैछ। र फाइनली हामी चितलाङ पनि आइसकेको छौँ र हाम्रो ग्यादरिङ पनि सुरु भइसकेको छ। सरहरू मिसहरू चाहिँ आगो ताप्दै हुनुहुन्छ, क्याम्प फायर सुरु भइसकेको छ हाम्रो। अब हामी चाहिँ यहाँ सेकुवाको प्लान छौँ, सेकुवा गर्छौँ। त्यो सेकुवाको प्लानिङमा चाहिँ हामीले चाहिँ अलिअलि सामान बोकेर आएको थियौँ, सलादहरू। त्यो लिन चाहिँ म र दिदी चाहिँ माथि आएका छौँ। त्यही आउने क्रममा तपाईँहरूलाई रुमको टुर पनि गराइदिन्छु म। यो चाहिँ मिसहरू बस्नुभएको रुम, ठ्याक्कै अगाडि चाहिँ हामी तिनजना बसेको छौँ, सर अङ्कल र म। उतापट्टि चाहिँ दुईवटा सर उतापट्टि बस्नु भएको थियो। हामीले चाहिँ टोटल 3टा रुम लिएको थियौँ। ल होमस्टे हो यो चाहिँ, है होमस्टे हो। त्यही पनि तपाईँहरूको रुमको बाथरुमको सबै होल हेर्दा चाहिँ होटेलको जस्तो भाइब्स आउँछ। तर यो होमस्टे हो, तपाईँले खाना चाहिँ होमस्टे तरिकाले पाउनु सक्नुहुन्छ। यहाँ एकदम राम्रो र मिठो थियो खाना पनि। यहाँ चाहिँ बाल्कनी पनि छ, बाल्कनीबाट चाहिँ तपाईँले नाइटको चितलाङको भ्यू पनि देख्न सक्नुहुन्छ। यो पतिबेला सबै चितलाङ सहर हो नि, योभन्दा तल पनि होटल राम्रो राम्रो छन्। तर हामी चाहिँ होटेलमा चाहिँ धेरै ठाउँ बसिया भएर होमस्टे ट्राई गरौँ न भनेर हामी चाहिँ होमस्टेतर्फ लाग्यो। सोच चाहिँ बदल्या भएर चाहिँ हामी अहिले होमस्टेमा आएर बस्दैछौँ। सर्भिसहरू आए गर्दै हुनुहुन्छ। म यहाँ थाल बोकेर आइरहेको छु। ए बलिसक्यो है दि सुपर फास्ट हुनु पर्यो के मिस जाडो हो के मिस ओहो उपेन सर चाहिँ हामीले यहाँबाट चिसो लगाएपछि उता पानी पर्छ, चिसो हुन्छ चाय मिल्ने मिस उपेन सर, हाम्रो अङ्कल, दिदी, दिपना मिस, गोवा मिस मोबाइलमा बिजी, दिपा मिस पनि मोबाइल बिजी, मेलना मिस चाय सुधै, अमर सर, दिपा मिस, मेलना मिस, अन्सा मिस, हो अन्सा मिस, यहाँ आएर चाहिँ नडुबौँ न हो। दिपा मिस आएर गुरुजी, सुशान्त सर एन्ड मी। डरेको राम्रो हुन्छ डरेको राम्रो Hello.
बेलुकाको पार्टी र बार्बिक्यू सिद्धिसकेर नाचगान गरेर थकित भएर सुतिसकेपछि चाहिँ अब बिहानको सुरुवात यो चाहिँ चितलाङको भ्यू हो। बिहानको सुमधुर चराको सुमधुर आवाज र हावाको मिठो स्पर्शसँग चाहिँ हाम्रो बिहानको सुरुवात भएको छ र यो चाहिँ चितलाङको भ्यू रहेको छ। यो चाहिँ रुम 2 जना सरहरू यहाँ सुत्नु भएको छ। त्यसपछि बाल्कनीको भ्यू तपाईँहरूलाई मैले बेलुकाको भ्यू देखाएको थिएँ त्यहाँबाट। यो चाहिँ बिहानको भ्यू। यहाँबाट चाहिँ चितलाङ बिहान चाहिँ मर्निङमा चाहिँ यस्तो देखिन्छ, एकदम छुट्टै भाइब्स चाहिँ छुट्टै आउँछ। हामी सहरमा बस्नेहरूलाई चाहिँ यहाँ एकदमै रमाइलो लाग्छ। यो पनि हो क्या ल हो छिटो आउनुहोस् सर। यस्तो ढिलो आउँछ यार, ढिलो आउँछ। हामी चाहिँ अब सात धारा होइन त, 7 धारा चितलाङ जाँदैछौँ। हाम्रो ग्याङ चाहिँ अगाडिपट्टि छ। हामी चाहिँ हिजो आएको अनि होमस्टेमा बसेको, गालीगुराँस होमस्टे। अनि त्यहाँ हामी 8 बजीतिर आयौँ। 8 बजीतिर आएपछि क्याम्प फायर गऱ्यौँ, बार्बिक्यू गऱ्यौँ, नाच्यौँ, रमाइलो गऱ्यौँ। अब हामी चाहिँ घुम्नतर्फ। धान पनि भइसक्यो यता। म पनि फर्स्ट टाइम हो ती। एउटा थप्पे छ यार मेम्बर। हो खेत धान असारे धान। यता त्यो असारे धान लगाइसक्यो। हाम्रोतिर चाहिँ पुरा केही छैन, पानी पनि परेको छैन। सर ठिक छ नि, तनाव छ। बिस्तारै बिस्तारै चिप्ले ल। चस्मा खोलौँ। कति चिसो हो। यही हो 7 धारा, धेरै पुरानो। 7 धारा आइपुगेको छौँ हामी। मौसम बबाले हो नाइस। हामी अब यहाँबाट चितलाङको फेमस ठाउँ अर्ग्यानिक फार्म, नासपति अर्ग्यानिक फार्म। ल भन्नु हो ल। मन्दिर भन्थ्यो, आयो मन्दिर पनि। हामी चाहिँ मोहनी झर्ना जाँदै अमर सर एन्ड मे अङ्कल हामी चाहिँ मोहन झर्ना जाँदैछ। अहिले बाटोमै छौँ, जाँदैछौँ। अरू चाहिँ पछाडि छ, पछाडिबाट आउँदै होला। हामी चाहिँ अलि अगाडि नै छौँ। हाम्रो लामो समय हिँडाएपछि चाहिँ हामी फाइनली मोहन झर्ना आइपुगेको छौँ। हाम्रो लास्ट डेस्टिनेसन चाहिँ यही हो, मोहन झर्ना। यसपछि हामी ब्याक टु होम हेटौँडा हुन्छौँ। ल धेरै धेरै धन्यवाद तपाईँहरूले यहाँसम्म हेरेर साथ दिनुभएकोमा। थ्याङ्क यू।